अनि के छ त यहाँ हेर के यहाँ यस्तो भएर आएछ। अब म केही पनि बोल्दिनँ, खाना थाले ल। हेर खाना कसले बनाएको पनि छैन, कस्तो के छ पनि छैन, एकैचोटि सिधै गम्मै। अब उलाउ के बहिनी, सुस्तै खाऊ नत्र घाँटीमा अड्केला। यो खाना मेरो मम्मीले बनाउनु भएको। अनि त्यसपछि अनि के छ खाना? यो खाना तिम्रो मम्मीले बनाएको हो, तर मासु चाहिँ कसले बनाएको र कहाँबाट बनाएर लिएर आएको यो पनि भनिदिँदाखेरि राम्रो हुन्थ्यो क्या अरू बहिनी। एकचोटि भनिदेऊ नि त ल। दाल, लोकल कुखुराको मासु, अनि त्यो थालमा के छ? यहाँ मुला, अनि प्याज, खोर्सानी, कागती, पोर्क, अनि खाना हेरेर नबोल कि बहिनी, बल्ल बल्ल भेटेको छ होला खानु। खाऊ तर नबोला के। र इङ्ग्लिस त त्यति आउँदैन, हामीले बुझ्दैनौँ पनि। फरक चाहिँ नभन, भन्नु छ भने सुँगुर नत्र बुङ्गुर भन के राम्रो। साग, अनि त्यसपछि यिनीहरू त तपाईँहरूले थाहा नै छ न। अब एउटा पोर्कसँग होइन। अनि साँच्ची के दर्शकले होइन त्यो के छेत्री बाहुन भएर के भन्नुहुन्थ्यो, के हो कुरो खासमा? आत्माले मागेपछि खानुपर्छ। आत्माले मागेन भने खाना हुँदैन नि त, हो कि नै? दर्शक बिनाले के भन्नुहुन्छ न छेत्री बाहुन भनेर। मान्छे काट्दाखेरि एउटै खुन निस्किने हो क्या रे? खानुपर्छ, मन गएपछि सब खानुपर्छ। 2 दिनको जिन्दगीले के लानु छ र, होइन बहिनी? गम खाऊ है, हामी चाहिँ हेर्छौँ।